निहुडेमा स्वागत छ। आज चाहिँ म डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सको बारेमा बताउन गइरहेको छु। उनीहरूको टिम कतिको ब्यालेन्स छ, उनीहरूको स्क्वाडको एनालाइसिस गर्न गइरहेको छु। सो लेट्स गो। जनकपुर बोल्ट्सको स्क्वाड यस प्रकार रहेको छ। अनिल शाह क्याप्टेन, आसिफ शेख विकेट किपर, विकास आग्री, सचिन भट्ट, शुभकङ साकार, आदित्य महता, किशोर महतो, ललित राजवंशी, रूपेश सिंह, तुलबहादुर थापा मगर र मयन यादव रहेका छन्। त्यसै गरी विदेशी खेलाडीहरूमा चाहिँ लाइरो मिलन्था रहेको छन्, जसलाई जनकपुरले रिटेन गरेको छ। त्यसै गरी साउथ अफ्रिकाको वाइन पार्नेल, साउथ अफ्रिकाको इमरान ताहिर र आज भर्खर अनुबन्ध गरेको छ नामिबियाको अलराउन्डर निकोल लप्टी इटनलाई। त्यसै गरी कोचमा भने जनकपुरले वेस्ट इन्डिजका लेजेन्ड शिवनारायण चन्द्रपाललाई अनुबन्ध गरेको छ। लास्ट इयर चाहिँ पुबुद दासानायक हेड कोच थिए भने योचोटि चाहिँ पुबुद दासानायकलाई विराटनगर किङ्सले हेड कोचको रूपमा भित्राएको छ। सो अब जाम जनकपुर बोल्ट्सको स्क्वाडको बारेमा एनालाइसिस गरौँ। अनिल शाह चाहिँ लास्ट इयर नै राम्रो फर्ममा थिए, क्याप्टेन हुन्, सो राम्रो गर्छन्, सबैलाई थाहा भएको कुरा हो। आसिफ शेख नेसनल टिमबाट भर्खरै खेलेर आएका थिए, ठिक पर्फर्मेन्स थियो नेसनल टिममा हुँदाखेरि। लास्ट इयर नै राम्रो पर्फर्मेन्स भएको थियो, ओपनिङ गर्छन् होला। त्यसै गरी विकास आग्री राइट आर्म मिडियम फास्ट बलर सुदूरपश्चिमकै। अनि त्यसै गरी भर्खरै अन्डर 16बाट चम्किएका लेग स्पिनर सचिन भट्ट रहेका छन्, राम्रो लेग स्पिन गर्छन् उनले। उनी चाहिँ अन्डर 19 क्याप्टेन नरेन भट्टको भाइ हुन्। त्यसै गरी शुभकङ साकार घरेलु टुर्नामेन्टमा राम्रो गरिरहेछन्। शुभकङ साकारले चाहिँ बागमती प्रदेशबाट डोमेस्टिक क्रिकेट खेल्ने गर्छन् अनि केही टाइम अगाडि नेपाल ए टिममा पनि पुगेका थिए र बेङ्गलोरसम्म नेपाल ए टिमसँग गएको थिए। त्यसै गरी आदित्य महता अस्ट्रेलियामा खेलिरहेका छन् अहिले चाहिँ। केही समय अगाडि उनी चाहिँ अस्ट्रेलियाको नेसनल वुमेन्स टिमको नेट बलरको रूपमा सिलेक्ट भएका थिए। त्यति बेला चाहिँ उनको लास्टै चर्चा भएको थियो नेपालभरि। खासमा भन्नुपर्दा उनी चाहिँ मेरै गाउँको प्लेयर हुन्। आदित्य महता चाहिँ अलराउन्डर लेफ्ट ह्यान्डेड ब्याट्सम्यान र स्लो लेफ्ट आर्म अर्थोडक्स बलर हुन्। त्यसै गरी किशोर महतो जो अहिले अस्ट्रेलियामा प्र्याक्टिस गर्ने गर्छन्, नेपाल नेसनल टिमबाट खेलिरहेका छन्, राम्रो बलर हुन्, नयाँ बलले स्विङ गराउन सक्छन्। त्यसै गरी ललित राजवंशी लास्ट इयरमा हाइएस्ट विकेट किपर थिए नेपाली प्लेयरहरूमा 17 विकेट, तर यो भर्खरै नेसनल टिममा चाहिँ उनको पर्फर्मेन्स खासै राम्रो भएको थिएन। सो त्यसै गरी रूपेश सिंह एक राम्रो अलराउन्डर, लास्ट इयर चोटका कारणले पुरै सिजन मिस गरेका थिए भने योचोटि चाहिँ उपलब्ध छन्। भर्खरै हङकङ सिक्सेसमा नि राम्रो गरेका थिए। त्यसै गरी तुलबहादुर थापा लेफ्ट आर्म चाइनाम्यान बलर र मयन यादव राम्रो ब्याट्सम्यान, ओपनिङ इनिङ खेल्न सक्छन्, मिडल अर्डर नि खेल्न सक्छन्। लास्ट इयर 1-2 म्याच मात्र मिलेको थियो। सो अब जाम विदेशी प्लेयरहरूको बारेमा। सबैभन्दा पहिले लाइरो मिलन्था विकेट किपर, ओपनर ब्याट्सम्यान, लेफ्ट ह्यान्डेड। सो लास्ट इयर नै राम्रो पर्फर्मेन्स दियो उनको। अनि यो वर्ष पनि जनकपुरले त्यही चाहन्छ उनीबाट पर्फर्मेन्स। अनि त्यसै अर्को प्लेयर रहेका छन् वाइन पार्नेल। वाइन पार्नेल एकदम राम्रो बलर, साउथ अफ्रिकाबाट थुप्रै T20 ODI म्याचहरू खेलिसकेका छन् उनले। अनि सो लेफ्ट आर्म फास्ट बलर हुन्, राइट ह्यान्डेड ब्याट्सम्यान गर्छन्। त्यसै गरी इमरान ताहिर 46 वर्षीय, भन्छ नि बाघ बुढो भयो नि शिकार गर्न छोड्दैन, हो त्यस्तै। सो म चाहिँ इमरान ताहिरको सेलिब्रेसन हेर्न आतुर छु नेपालमा। उनको सेलिब्रेसन लास्टै खतरा हुन्छ नि त। सो त्यसै गरी आजै भर्खर अनुबन्ध गरेको छ नामिबियाका अलराउन्डर निकोल लप्टी इटनलाई। निकोल लप्टी इटन लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुन्। नेपालसँगको म्याचमा टिममै उनले 33 बलमै सेन्चुरी हानेका थिए T20 म्याचमा। कुशल मल्लको रेकर्ड थियो 35 बलमा सेन्चुरी हान्ने, त्यो रेकर्ड उनले तोडेका थिए। सो अनि लेग स्पिन गर्छन्। सो ओभरअल टिम राम्रो रहेको छ, मलाई चाहिँ राम्रै लाग्यो। टिम चाहिँ सबै नै राम्रो छ। अझ सायद एउटा टिमले 6 विदेशी अनुबन्ध गर्न पाउँछ भन्ने प्रावधान छ। सो 4टा चाहिँ गरिसक्यो, अझ 2टा प्लेयर गर्न बाँकी छ। सो सायद ओपनरमा आसिफ शेख र मिलन्था गर्छ भने, अनि अनिल शाह वान डाउन, त्यसपछि शुभकङ साकारले गर्छन् होला, अनि मयन यादव भयो। टिम ब्यालेन्स छ। रूपेश सिंह पछाडि स्पिनरमा सचिन भट्ट रहेका छन्। टिम ओभरअल राम्रो नै छ मलाई चाहिँ।
तपाईँहरूलाई कस्तो लाग्यो भन्न सक्नुहुन्छ। जनकपुर बुल्सले लास्ट इयर जस्तै यो वर्ष पनि नेपाल नेसनल वुमेन्स टिमको भाइस क्याप्टेन पूजा महतोलाई फेस अफ विराटनगर बनाएको छ। जनकपुर बुल्सको खेल तालिकाको कुरा गर्दा उद्घाटन खेल नै काठमाडौँ गोर्खासँग रहेको छ। फ्लड लाइटमा खेलिनेछ यो वर्षको सबै म्याचेसहरू नोभेम्बर 17मा। त्यसै गरी अर्को म्याच चाहिँ नोभेम्बर 24मा रहेको छ विराटनगर किङ्ससँग बिहान 11:45मा। त्यसै गरी नोभेम्बर 27मा पोखरा राइन एभेन्जरसँग रहेको छ 4 बजे। त्यसै गरी नोभेम्बर 29मा सुदूरपश्चिम रोयल्ससँग रहेको छ 3:30 बजे। लास्ट इयरको फाइनलमा यिनीहरू दुई टिम नै भिडेका थिए जसमा जनकपुर विजय भएको थियो। त्यसै गरी डिसेम्बर 2मा चितवन राइनर्ससँग बिहान म्याच 11:45मा रहेको छ भने अर्को म्याच चाहिँ डिसेम्बर 5मा लुम्बिनी लायन्ससँग रहेको छ जुन 4 बजे रहेको छ। त्यसै गरी डिसेम्बर 7मा ग्रुप स्टेजको अन्तिम म्याच कर्णाली एक्ससँग 3:30 बजे रहेको छ। यसरी जम्माजम्मी गरेर जनकपुरले जम्मा 7 म्याच खेल्नेछ। सो लास्ट इयर चाहिँ उपाधि जितेको थियो। हेरौँ यो वर्ष उपाधि जित्छ कि जित्दैन, तपाईँहरूलाई के लाग्छ? सो आजको भिडियो चाहिँ यति नै। तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ, लाइक गरिदिनु होला भिडियोमा। सो थ्याङ्क यू। अर्को भिडियो अर्को टिमको बारेमा टिम एनालाइसिस गरौँला। ओके बाई, थ्याङ्क यू सो मच।